आज चाहिँ म सुतेर उठ्दाखेरि चाहिँ साथीहरू सर्वनाशै भएको रहेछ र हेलो एभ्रिवान वेलकम ब्याक टु मेरो मिनी ब्लगमा तपाईहरूलाई है र जो पनि नयाँ हुनुहुन्छ तपाईहरू सबैजनाले चाहिँ मेरो च्यानललाई प्लिज 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 फलो गर्न नभुलिनुहोस् होला है। र सुरु गरौँ है त भिडियो। र मैले चाहिँ नि हैन एकदम यहाँनिर चाहिँ लुगाहरू एकदम छरपष्ट भइरहेको थियो, यो सबै लुगा चाहिँ मिलाउनु पर्यो भनेर चाहिँ मिलाउँदै थिएँ, नाच्दै मिलाउँदै थिएँ। एकतिर नानीलाई राखिरहेको थिएँ हैन, नानी हेर्दै लुगा मिलाउँदै काम गर्दै गर्नु पर्यो। नानीको आमा भएपछि त के गर्नु है, यस्तै रहेछ जिन्दगानी दर्पण छाया। अनि यो लुगा भन्ने चिज जति नै मिलाए पनि कहिले पनि सनक्क नहुने किन होला, म छक्कै पर्छु। यति ज्यादा मिलाउँछु, यति बेसी मिलाउँछु हैन, तर पनि जहिले पनि छरपष्ट नै भइरहेको हुन्छ। म त वाक्कै भइसकेँ क्या त। तपाईँहरूकोमा यस्तो हुन्छ भने चाहिँ कमेन्ट गर्नुहोस् होला है त। अनि नानीलाई चाहिँ एकतिर टिभी खोलिदिरहेको थिएँ, टिभी हेर्दै ऊ नाच्दै हो उसको धुनमा खेलिरहेको थियो, म आफ्नै धुनमा काम गरिरहेको थिएँ हैन। त यहाँ सिरानीहरू पनि बिहानै मैले कभरहरू निकालेको थिएँ नि त हो, अन्त कभर धुनुको लागि। अनि मैले चाहिँ यो सबै सिरानी खोलहरू पनि लगाएँ हो। नानीलाई चाहिँ एकतिर टिभी हेर्नु दिइरहेको छु, अब के गर्नु, ऊ सँगसँगै काम पनि गर्नै पर्यो है, कसले गर्दैला आफैले नगरी हुँदैन है। अन्त कामसाम सकेँ, त्यसपछि चाहिँ नानीको खाना बनाउने टर्न आएको थियो। अन्त नानीलाई उता खेल्नु छोडिदिइराखेर म चाहिँ उसको लागि खाना बनाउनु लागि है, हाम्रै सब्जी बनाएको खाँदैन नि त, पिरो हुन्छ भनेर हो। अन्त उसलाई चाहिँ एक्स्ट्रा बनाउनुपर्छ, उसलाई चाहिँ अलिकति आलुको झोल बनाइदिएँ, त्यसपछि उसलाई खानु दिएँ पापड आलुको झोल भातसँग मजाले खानु दिएँ। त्यसपछि मेरो पनि टर्न, मैले चाहिँ माछा आलु बनाएको थिएँ बिहानै। अन्त म पनि यहाँनिर खानु बसेँ। अन्त काम गरेर चाहिँ खानुको मजा चाहिँ छुट्टै है। यति आनन्द लाग्छ नि काम गरिसकेर चाहिँ खानु, आफ्नो खाने टाइम आएपछि चाहिँ यति मजा लाग्छ। आनन्दसँगले मैले मजासँगले खानासाना खाएँ। त्यसपछि नानीलाई सुताउने बारी आयो होइन। नानीलाई चाहिँ अहिले आजकल म झुलुङ्गामा सुताउने कोसिस गर्छु, जति सक्दो चाहिँ दुध छोडाउने कोसिस गर्दैछु नि त होइन, दिउँसो चाहिँ एटलिस्ट नखाओस् भनेर। अनि झुलुङ्गामा सुताएर चाहिँ बल्ल तल सुत्यो, अनि झारे झुलुङ्गाबाट होइन मुनि सुताइदिएको थिएँ। त्यसपछि चाहिँ नि म पनि सुतेर उठेर हेर्दा त खत्तम भएछ साथीहरू, पानी पुले हावाले होइन। फुल रोपेको थिएँ, फुल सबै मुनि। अन्त यहाँ हेर्नु न, हिलो सबै खत्तम पारिदिएछ एकदम पानीले त हो। अनि मैले चाहिँ अब यसमा होइन सबै फुलहरू थियो, जति फुलहरू पटहरू त मुनि पो झरिरहेको थियो। म त बाथरुम जाँदाखेरि पो देखेँ साथीहरू, यस्तो भएको थियो हेर्नुहोस् है त। अनि फेरि यो फुलहरू सार्नु पऱ्यो नि त है, फेरि मरिहाल्छ नभए हो। अन्तबाट चाहिँ मैले फुलहरूलाई सबैवटा फुलहरूलाई चाहिँ फेरि रोप्न थालेँ। अन्त यो दुईवटा पट चाहिँ फुटेको रहेछ, अन्त त्यसलाई चाहिँ सारेर चाहिँ दुईवटामा होइन तिनवटामा सारेँ। त्यसपछि चाहिँ यो क्लिनिङ गर्ने टाइम यति धेरै मैला, यति धेरै हिलो आएको थियो, कहाँबाट आएको हिलो त म छक्कै पर्छु हो। अनि यो पानी सानी सोरसार पारी हेर्नुहोस् न, यति हिलो थियो। यो सोर्नु चाहिँ यति गाह्रो हुन्छ नि, मतलब नि के भन्नु अब। काम चाहिँ छोरी मान्छेको कहिले पनि खत्तम हुँदैन भन्छ नि, साँच्चै नै। अलिकति आँखामा चाहिँ झपक्क निदाइ पठाएको मात्रै थिएँ, उठेर हेर्दाखेरि त सबै छरपष्ट खत्तम भइरहेको क्या त। पानी लुगा भिजिरहेको यता है, त्योहरू त भिडियो गर्नु पाएन, यस्तो हतारमा मैले लुगासुगा उठाएको थिएँ। अनि त्यसपछि मैले सबै सफा गरेँ जस्तो है। कम्ता मैला भएको थिएन, कम्ता हिलो हो, कताबाट आएको हिलो पनि, भगवान् आकाशबाट त हिलो झर्दैन त, कहाँबाट चाहिँ हिलो आएको यस्तो हिलो पो त। म त रिसै उठेर है, अनि बल्ल तल जसरी तसरी सफा चाहिँ गरेँ। अब गर्नै पऱ्यो, घर भन्ने चिज है, के गर्नु। अन्त पानी हाल्दै सफा गर्दै गरेँ। यत्तिको सफा चाहिँ मैले पारेँ, हेर्न सक्नुहुन्छ है। र पानी त परिरहेको थियो, अझै फेरि मैला हुन्छ भनेर मैले छोडिदिएँ, अलिअलि होस् मैले होस् सब बाँध्न सफा गर्छु भनेर। त्यसपछि यहाँनिर हाम्रो चाहिँ अब घरमाथि त्यत्तिकै छोडेको छ नि त, खिड्कीहरू अहिले कम्प्लिट भएको छैन, लगाएको छैन। आमामा पानी पसेछ। अन्त मैले अनि अलिअलि पोछा लगाइदिइहालेँ क्या। कति धेरै पानी पसेको क्या, त्यो बाछिटा पसेर क्या हिलो भइरहेको रहेछ। यता पनि अनि अलिअलि पोछा हानिदिएँ, हेर्नु सक्नुहुन्छ यहाँनिर बाछिटाले कस्तो भइरहेको रहेछ। अनि इभिनिङ टाइम पनि भएको थियो, नानीलाई पनि भोक लाग्यो होला भनेर सोधेको त नानीले अन्डा भात खान्छु अरे। अब अन्डा भात त्यतिखेर कहाँ सब्जी बनाउनु, अन्त मैले चाहिँ अन्डासँग भुटेर भातै बनाइदिएँ ल साथीहरू, नानीलाई पनि दिइहालेँ। आजको मैले भ्लग कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला।